गल्ती मेरो भिडियो बनाइदिएको छ है दाजुभाइ। मेलाको अवलोकन गरेर चाहिँ हामी फर्किँदैछौँ। के छ मेरो दाजु? आइयो आइयो यो चाहिँ हाम्रो काने पोखरी 7 स्थित भलुवा सिमसारको अवस्था चाहिँ यस्तो छ। चाहिँ आउने क्रमहरू पनि जारी छ। यहाँ स्थानीय पर्यटकको बाक्लो उपस्थितिमा यो भलुवा सिमसारको चाहिँ प्रबन्धन भइरहेको छ। स्थानीय तथा बाहिर पर्यटकको चाहिँ बाक्लो उपस्थितिमा यो वैशाख 1 गते सञ्चालन हुने मेला चाहिँ पोहोरको तुलनामा धेरै मान्छेको उपस्थिति भएको छ। यो चाहिँ हाम्रो सिमसारको प्रवेश पूजा गर्ने ठाउँ। यसो विभिन्न भेटीहरू पनि चढाइएको छ। फुल राम्रो छ। लोटस हो लोटस। मेलाको अवलोकन गरेर चाहिँ हामी फर्किँदैछौँ। नयाँ छ र बाक्लो उपस्थिति छ भलुवा सिमसार, जहाँ चाहिँ आन्तरिक पर्यटकदेखि बाह्य पर्यटकको बाक्लो उपस्थितिमा यो मेला चाहिँ सञ्चालन भएको छ। मेलाको मुख्य आकर्षण भनेको चाहिँ सुम्बा, सेकुवा यता सेकुवा बोल्ने कार्यक्रम हुँदैछ, यता चाहिँ टिकटक बनाउने कार्यक्रम हुँदैछ। घरमा लगेर भोलि खानु के छ कसरी खेल्छस्? डोको पनि ल्याउनु भएको छ, राम्रो रहेछ डोको। के छ भाइ? एकदम ताहान गल्ती मेरो भिडियो बनाइदिएको छ है दाजुभाइ।